त्यस्तै गरेर प्राणीशास्त्री तथा प्राडा श्री मुकेश कुमार चालिसेज्यू लगायत सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू र अतिथिज्यूहरूलाई सबै संस्थाका प्रतिनिधिज्यूहरू सम्पूर्ण विद्यार्थी लगायत शिक्षक शिक्षिका सम्पूर्ण आजको यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म सम्भव अर्यालको तर्फबाट हार्दिक अभिवादन र नमस्कार व्यक्त गर्न चाहन्छु। प्रेरणा महिला विद्यालयले 28 वर्ष पूरा गरेर चाहिँ 29औं वर्षमा प्रवेश गर्दै गर्दा चाहिँ हामीले अब यत्रो ठुलो स्कुलको चाहिँ कार्यक्रम यहाँनिर गरेका छौँ र सबैजनाको सहभागिता एकदम राम्रो देखिन्छ र विद्यालयको चाहिँ अब प्रगतिलाई हेर्दाखेरि म पनि त्यसको एउटा साक्षी भएको नाताले मैले केही कुराहरू चाहिँ भन्नुपर्दा वास्तवमा विद्यालयले एउटा युग परिवर्तनकै घटना गरेको छ र समाज निर्माणमै यो विद्यालयले योगदान गरेको देखिन्छ र महिलाहरूको उत्थानको लागि र अब एउटा समग्र राष्ट्र निर्माणकै लागि विद्यालयले गरेको योगदान अतुलनीय छ र विद्यालयको लागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू चाहिँ एकदम हाम्रो कृतज्ञताको एउटा र आभारको चाहिँ हुनुहुन्छ होइन र हामी